नमस्कार साथीहरू, स्वागत छ सबैजनालाई आजको यो भिडियोमा। विकासका 17वटा लक्ष्यहरू चाहिँ आजको यो भिडियोमा हामी चर्चा गर्छौँ। कति नम्बर लक्ष्यमा के को व्यवस्था गरिएको छ, आउनुहोस् भिडियोलाई ढिला नगरी सुरु गरौँ। पहिलो लक्ष्यमा रहेको छ गरिबीको अन्त्य। अब यसलाई सम्झिने कसरी? पहिलोमा रहेको छ गरिबीको अन्त्य, सम्झिने कसरी? पहिलो म गरिब छु। अर्को दोस्रोमा रहेको छ भोकमरीको अन्त्य। अब यसले कसरी सम्झ्ने? 2 दिनमा भोकै बसे, 2 दिनमा भोकै बसे। अब भोकैबाट चाहिँ भोकमरी सम्झिने है। अर्को रहेको छ 3, लक्ष्य नम्बर 3 मा स्वास्थ्य र समुन्नत समाज। अब यसलाई सम्झिने कसरी? 3 दिनदेखि मेरो स्वास्थ्य खराब छ, 3 दिनदेखि मेरो स्वास्थ्य खराब छ। अर्को रहेको छ 4, लक्ष्य नम्बर 4 मा रहेको छ गुणस्तरीय शिक्षा। अब कसरी सम्झिने? 4 कक्षा फेलले मलाई गुणस्तरीय शिक्षाको कुरा गर्छ, 4 कक्षा फेलले मलाई गुणस्तरीय शिक्षाको कुरा गर्छ। अर्को रहेको छ 5 मा रहेको छ लैङ्गिक समानता। अब यसलाई सम्झिने कसरी? 5 औँला चाहिँ बराबर हुँदैन, 5 औँला समान हुँदैन, यसरी सम्झिने। अर्को 6 मा रहेको छ स्वच्छ पानी र सरसफाइ। अब यसलाई सम्झिने कसरी? दिनमा 6 गिलास सफा पानी खाए अथवा दिनमा 6 गिलास स्वच्छ पानी खाए र सरसफाइ गरे, यसरी सम्झिने। अर्को 7 मा रहेको छ सहज र स्वच्छ ऊर्जा। अब यसलाई सम्झिने कसरी? 7 जनालाई ढाल्ने ऊर्जा छ मसँग, 7 जनालाई ढाल्ने ऊर्जा छ मसँग, यसरी सम्झिने। अर्को 8 मा रहेको छ मर्यादित कार्य र आर्थिक वृद्धि। अब यसलाई कसरी सम्झिने हो? 8 दिन काम गर्दा कार्यलाई चाहिँ काम सम्झिने है, कार्यलाई काम सम्झिने। 8 दिन काम गर्दा 8 अङ्क वृद्धि हुन्छ, 8 दिन काम गर्दा 8 अङ्क वृद्धि हुन्छ। अब अर्को चाहिँ 9 मा रहेको छ उद्योग नवीन सृजना र पूर्वाधार। अब यसलाई सम्झिने कसरी? 9बाट नवीन सम्झिने, 9बाट चाहिँ नवीन सम्झिने। अर्को 10 मा रहेको छ असमानताको न्यूनीकरण। अब कसरी सम्झिने? 10 कक्षाको बालबालिकालाई असमानताको व्यवहार गर्छ, 10 कक्षाको बालबालिकालाई असमानताको व्यवहार गर्छ, यसरी सम्झिने। अर्को 11 मा रहेको छ दिगो सहर र समुदायहरू। अब यसलाई कसरी सम्झिने? सम्झिनको लागि चाहिँ एकबाट चाहिँ 11 एक गरेर सहर र समुदायहरू घुम्छु, अर्को रहेको छ 12 मा रहेको छ जिम्मेवार पुन उपभोग र उत्पादन। अब यसलाई सम्झिने कसरी? 12 पास भएपछि जिम्मेवारी के हो? जिम्मेवारी सम्झिने है। 12 पास भएपछि जिम्मेवारी के हो थाहा हुन्छ। अर्को 13 मा रहेको छ जलवायु परिवर्तन। अब यसलाई कसरी सम्झिने हो? 13 कारणले जलवायु परिवर्तन भएको छ, अर्को 14 मा रहेको छ जलमुनिको जैविक विविधताको संरक्षण। 14 मा रहेको छ जलमुनिको जैविक विविधताको संरक्षण। अब यसलाई कसरी सम्झिने? 14 मुनिको बालबालिकाको जीवन कस्तो हुन्छ, 14 मुनिको बालबालिकाको जीवन कस्तो हुन्छ, यसरी सम्झिने। अर्को 15 मा रहेको छ जमिन माथिको जैविक विविधताको संरक्षण। अब 15 मा सम्झिने कसरी? 15 अब जमिन नै चाहिँ स्थल सम्झिने, 15 स्थल घुमेको मान्छे हो म, 15 स्थल घुमेको मान्छे हो म। अर्को 16 मा रहेको छ शान्ति न्याय र सशक्तिकरण। अब यसले कसरी सम्झिने? 16 वर्षपछि शान्ति न्याय पाए, 16 वर्षपछि शान्ति न्याय पाए। अर्को 17 मा रहेको छ लक्ष्य प्राप्तिमा साझेदारी। अब यसलाई सम्झिने कसरी? 17औं लक्ष्य प्राप्तिमा साझेदारी। साथीहरू, भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने कमेन्ट गर्नु है। अनि यो दिगो विकासका 17वटा लक्ष्यहरूबाट चाहिँ हरेक इक्जाममा चाहिँ एउटा नत्र एउटा क्वेसन सोध्ने गर्छ है। अनि जुन तरिकाले मैले पढाएको छु यो तरिकाले चाहिँ याद गर्दा चाहिँ अलि सजिलो हुन्छ, अथवा तपाईहरु चाहिँ आफ्नो तरिका चाहिँ प्रयोग गर्नु। हस्, धन्यवाद। अर्को भिडियोमा भेटौँला। जय नेपाल।